जल्दी कर बस हो तो पे 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 छिटाओ समीर र सोनम गाडी जाने बेला भइसक्यो गाडी दिन अब हैन एकछिन आए है 5 मिनेट भइसक्यो पुरै बच्चाहरुलाई गुसाइरहेछ एकछिन आए दाइ आज हाम्रो साइन्सको टेस्ट हेर्न पढिरहेछ कहिले नगरी अरे जल्दी चल ना लड़का सा जल्दी कर गाड़ी में जाला बिना बात दाइ छिटो जाम अड्क्यो समीर र सोनम छिटाओ जाम अड्क्यो भने मार्छु साइन्सको टेस्ट हामी त गयौँ अब तिमीहरु धेरै ढिलो गर्यो जल्दी चल गाड़ी वाला जाए छे बस चल तो बस पैदल गएको ढिला हो ले आ तू ला बसै गइसकेछ त वाह कति हो कहाँ गेली बस बस चल तू कता खाइ गेली तन अलग अलग चल गए तो कथि करे 10 मिनट रुकेला कहती बस दिमाग ना के चीज ना हो दिमाग नाम की चीज ना अब अपने मेगन से कपड़ा पे ढीलो पड़े छे चल साइकिल से लेके चल ले हम साइकिल लेके आवे छी तो चले चल बाबु तँलाई म कति जोडे भनौँ सरसँग म घुम्न नलाग पाए तँलाई त मैले होमवर्क पनि दिएको छु भाइ कविलाई सधैँ एक्स्ट्रा हो दिन बाथ्यो यसलाई अझै दिएको छु होमवर्क यहाँ आएर बोर्ड बोलाइ हो उसलाई सडायो मैले कविले यहाँ आएर कविलाई चाहिँ कविलाई बाबु तेरो त नाम लेखेको थिएन त्यहाँ आस नाम बोल्दैन बाबु तँ आफ्नो दिदीको प्रब्लम भइसक्यो कति माथि हो ए अब त को गए काम सर कति हेर ढिला गरेछ त तिमीहरु के हो सर बस छोड के चले त कथि करे सर हामीले हामीले बस छोडेर चलाइसै नेपाली भाषा बोलाउन तिमीहरु के भाषा बोले बस छोडेर गयो के सर हामीले त्यही सर हामीले बस छोडेर जान्छ 10 मिनेट रुक्न भन्छ त रुक्दैन मैले त बस ड्राइभरलाई भनेको थिएँ त अघि बस उडासँग दिमाग छैन के बस ड्राइभर त 10 मिनेट कति आधी घण्टा जति रुकेछ अरे अनि टाइम रहेछ 10 मिनेट पनि हामीले रोकेको छैन है रोक्नु दाइ भन्नु बसाले नि त तिमीहरु त बस ड्राइभर त निस्क्यो अनि एकछिन ढिलो भयो सर ल यो पालि तिमीहरुलाई लास्ट मौका दिए अब तिमीहरु जाऊ बस होला न सर इनको होमवर्क गरेछ यो ओए अहिले अनुभव बाबु यहाँ ले आऊ अहिले सर यो होमवर्क गरेछ कविलाई सर आज साइन्सको टेस्ट हो सर इलिमिनेट सारेको म्याथ तुमीको कति चाहिँ आजको बुक सर नफाल्नु ल अब त सर आज साइन्सको टेस्ट हो तिमीहरु एकछिन बस आऊ त गर्न बैठन नहीं हात दुख्छ के हात छोड सरी के तेरो शरीरले म बताउँछु भाइ कहिले होमवर्क गर्दिनस् लास्ट साल भोलि गरेर गर्छु टङ 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 अब बेल बज्यो म गए विद्यार्थीहरु थ्यांक यू सर ल अब साथीहरु घर हामी मोमो खान्छौँ सर त गइसक्यो मिटिङ बस्यो आउनुस् नमस्ते सर नमस्कार सर बस केटाले पर बस अनि आराम हुँदैछ अनि छोराको हात त उ हेर्नु न हस्पिटल लगेर लिएर आएको यहाँ च्याटक के फुटेछ नि बाबु पनि यति धेरै नराम्रो काम गर्छ जहिले आफ्नो केटाहरूको ग्रुप बनाएर जतिखेर नि बाहिर निस्केर लन्चमा अनि होमवर्क भने त पिटिकै गर्दैन यसले त पढ्दैनस् त सब पढेन भन्दा हामीलाई भने नि त तर यसरी मर्ने गरी हातै फुट्ने गरी त पुग्नु भयो पाइएन नि सर तपाईँको स्कुलको एउटा नाम छ ब्रान्ड छ मैले पिजीदेखि पढाएको छोरी पनि यहीँ पढाएको छोरो पनि यहीँ पढाएको पहिला त बाबुले राम्रै पढ्थ्यो अब कक्षा 9 आउँदैसम्म त बाबु त पुरै बिग्रिसकेछ अस्ति थाहा भएको होइन
ऊ त्यहाँ होटेल गएर चुरोट तान्दै रहेछ बाबु त होइन होला त्यो त होमवर्क पनि गर्न मान्दैन दिदीको काबिल हुन्छ यसले तँ दिदीको कापी ल्याएर देखाएको झुटो बोल्छस् हामी ठिक छ सर अब पछि शनिबार मिटिङ पनि छ पिटिएम होइन प्यारेन्ट टिचर मिटिङ तपाईँहरूले राख्नुभएको छ हामी सधैँ तपाईँहरूको मिटिङमा हामी बुढाबुढी नै आउँछौँ छोराछोरीको बारेमा पनि सोध्छौँ गल्ती हुन्छ बच्चाले गर्छ त्यही त हामी छौँ त तर यसरी हेर्नु त सर यसरी पुग्नु त भएन नि मलाई अहिले पनि थाहा छ तपाईँले पोहोर साल यो स्कुलको बेस्ट अवार्ड थाप्नुभएको रहेछ अनि अवार्ड त फुटेरै थाप्नुभएको रहेछ नि यो देखाइदिएर चाहिँ त्यस्तो त भएन नि सर अब योपालि चाहिँ माफ गर्दैन होइन सर अब हामीले त पिट्ने उद्देश्यले भनेर हानेकै होइन उसलाई उसको नि पढाइ भएको छ अब उसकै भविष्यको लागि त हान्यो हामीले अब पछि गएर बिग्रियो भने के होला सर अब त्यो त मैले माने हाम्रो दायित्व हो होइन गालीसाली गर्नुपर्छ केही भनेको टेरेन भने हामीलाई बोलाउनुपर्छ ठिक छ तर यसरी हेर्नुहोस् त तपाईँले जानी नकुटेर अन्जानमै हो भने कस्तो भयो अवस्था अब कति दिनसम्म यो त रेस्ट गर्नुपर्छ भने चाहिँ दाहिने हातले लेख्छ अब कुन हातले लेख्नु झन् पढाइ बिग्रियो तपाईँको एकछिनको यसले गर्दाखेरि हेर्नुहोस् त बच्चाले अब के गर्नु सर तपाईँले भन्नुहोस् न सर अब योपालि चाहिँ माफ गर्दैन होइन सर अब अर्को पालि चाहिँ अनलाइनमा भन्यो भने चाहिँ त्यसबारे हामी कुरा गरौँ होइन सर ठिक छ अब गल्ती नहोस् म चाहिँ के भन्छु भने सजाय दिनुपर्छ तर अब फिजिकली रूपमा सजाय नदिनु होला मेन्टली रूपमा भन्दा नि सल्लाह गरेर समाधान गरौँ समाधान जस्तो सुकै समस्याको पनि समाधान हुन्छ होइन र अब यसरी त्यसरी चाहिँ नगर्नु होला मेरो अनुरोध छ सरलाई होइन यो स्कुलमा नराम्रो मेसेज जान्छ तपाईँहरूलाई मैले चिनेको छ पहिलेदेखि यो स्कुल यस्तो छ तर गलत रूपमा मेसेज गयो भने तपाईँको स्कुलले अवसर गर्छ होइन त्यही भएर यस्तो आइन्दा गल्ती नगरिदिनु होला मेरो अनुरोध छ यसरी नपिटिदिनु होला कुराकानी गर्न सक्ने अब हामी तल जाउँ न नास्ता सास्ता चिया धन्यवाद सर अहिले भर्खर हस्पिटल गएर आएको घर अब जति सक्नु अब यो एक दुई दिन रेस्ट गर्छ सर स्कुल आउँदैन है अब यसरी नगरिदिनु होला मेरो अनुरोध छ है नराम्रो मेसेज नजान्छ तपाईँहरूको स्कुलको एउटा प्राइभेट छ है सर अब चिया खानु पनि सर त्यहाँ धन्यवाद सर ल आइसकेको अब गल्ती नगर यस्तो अर्काको कापी ल्याएर झुटो बोलेर त उ गर्ने होइन